यो चिकन कराई रेसिपी हो। यो खडा मसलाहरू है, तेजपत्ता, लसुन, यो सब खडा हालेर बनाउने कि। अब यो चिकन कराई रेसिपी बनाउन लाग्यो। अब यति मासुलाई यति प्याज, यो टमाटर, यो मसलाहरू, यो खडा मसला सबै हालेर चिकन कराई रेसिपी। ल यो मैले पेनमा तेल हालेछु। अब पहिला चाहिँ यो प्याजलाई रातो गरेर फ्राई गरेर निकाल्ने। तेल तात्यो, प्याज हाल्दैछु। प्याज पहिला फ्राई गर्ने है। अनि अलिकति यो नुन पनि हालिदिने, यसले गल्छ। पहिला प्याजलाई एकदम रातो गरेर भुटेर निकाल्ने। ल यो प्याज यति गोल्डन ब्राउन भयो। अब यसलाई निकाल्ने प्याजलाई। अब यो खडा मसला हालिदिने है। तेजपत्ता, अनि त्यसपछि यो चिकन, यो क्रस गरेको इलाइची पनि हाल्दैन। अनि हालेर अब यसलाई एकदम मजाले चिकनलाई एकदम भुट्ने। अनि यो मसलाहरू छ नि, यो सब यिनीहरू एकै ठाउँमा मिक्स गरिदिने। अदुवा, लसुन, हर्दी, यो रेड चिल्ली, कसुरी मेथी, गरम मसला, यो सबलाई मिक्स गरिदिने। यो लसुनलाई मैले एकदम सफा गरेछु। अब सिँगै लसुन हालिदिने। हालेर अब यो मासुलाई एकदम राम्ररी भुट्ने। चिकन कराई रेसिपी यसलाई राम्ररी भुट्ने। यो पानी एकदम सुक्छ नि, अनि त्यसपछि बल्ल यो मसलाहरू यो हालिदिने। अनि चिकन कराई रेसिपी हुन्छ। मासुको चिकनको पानी सुक्छ नि, अनि सुक्न लागेपछि अनि यो मिक्स मसला छ नि सबै मिलाएको यसमा हालिदिने। अब हालेपछि अब मसला र मासुलाई एकदम भुट्ने। यो मसला र चिकन एकदम भुट्यो है। अब यो फ्राई प्याज छ नि अघिको, यसलाई पनि हालिदिने। हालेर मजाले मिक्स गर्ने। यसलाई मजाले मिक्स गरेर पकाउने। प्याज, मासु, मसला तिनटैलाई एकदम मजाले। अब यो प्याज, टमाटर, यो सबै मसला भुटियो। अब यो टमाटरको त्यो हालेर अब एकदम मजाले पकाउने। यसलाई चिकनलाई सब मिक्स गरेर अनि बल्ल चिकन कराई रेसिपी हुन्छ। एकछिन यसलाई नि पकाउने। धनियाँको पत्ता हालिदिने। यो चिकन कराई रेसिपी पाक्यो है। अब यो मिठो होला जस्तो लाग्छ। यो सिँगै लसुन पनि हाल्ने।